साथीहरू आज चाहिँ हरसिंह भन्ने ठाउँमा गएको जलपाइगुडी र यहाँ हाम्रो एकजना आन्टी बिरामी हुनुहुन्थ्यो उहाँलाई उहाँको ठुलो छोरीको घरमा पुर्याउनुको लागि गइरहेको छौँ र आउनुहोस् जाउँ उहाँ को आहार हो सिल्कवर्मको आहारको रूपमा प्रयोग गर्छन् यो यसको पातहरू तेरो नाम के अरे वंश छेत्री वंश छेत्री कसो घरमा आएको पक्का हो तिमीले के गर्दैछ ल त गएर हेरौँ है त कसैको घरमा सिलिन्डर एउटा पनि छैन यहाँ त तिनवटा रहेछ हो एउटा लानुपर्छ क्या हो यहाँ चाहिँ किचन ल हाम्रो यहाँ खाना तयार हुँदैछ लीलाले आज लीलाको घरमा आएको खाना तयार के बनाएको अरे मटर पनिर बनाउँदैछ मटर पनिर ल ठिकै छ ल बिजी रहेछ डिस्टर्ब गरिन धेरै आजको खानाको यहाँ लीला बहिनीको घरमा लीलाको घरमा चाहिँ लन्च स्पेसल माछा पनिर दाल पापड बोजू फेरि खाना थप्नु लिएर आइरहेछ लीला बहिनीको देवर लो खोर्सानी देखो त खोर्सानी यो चाहिँ भुत जलकिया यो चाहिँ भुत जलकिया होइन यो द गोस्ट चिली यसलाई चाहिँ पुरा भोक लागेछ भट्टाभट दिँदैछ बेसी भोक लाग्छ बस्नु आन्टी आरामसँगले बस्नु पछि लिनु आउला हाल्के थाकिबो ल जाने आने तिमीहरू चाहिँ ल सबैजना बोर्ड इन भइसक्यो अब हाम्रो फ्लाइट चाहिँ अब टेक अफ हुन आँटेको छ अब टेक अफ गरौँ होइन पाइलट बाबाले ल हिँड्यो हामी हिँडेको है ल ल अब चाहिँ बाटो उड्ने है ल उडौँ है म सँगसँगै ल फार्म रोड हुँदै
सब हाइवेमा कनेक्ट भयो। अब यहाँबाट चाहिँ सारा निस्केर चाहिँ फेरि हाइवेमा कनेक्ट हुने हो। अहिले हामी BTC हाइवेमा गुडिरहेको छौँ। हिँड्दै जाउँ, मजा लिँदै जाउँ। यहाँको बाइकहरूको इन्डिकेटर हुँदैन क्या हो। अब चाहिँ अमरचोक आइपुग्यो जस्तो छ। यहाँबाट अब प्युर तोरीको तेल लिएर जानु पर्ला। यहाँ प्युर तोरीको तेल पाइन्छ यहाँ मिलमा, दुईवटा मिल छ। यहाँ मिलबाट लिएर जाने। तर अहिले हामी बडनदी आइपुग्यौँ। बडनदी धेरै ठुलो खोला छ, त्यसैले दुई भाग गरेर यसलाई पुल बनाइएको छ। हाम्रो कुम्रीकटा रेस्टुरेन्ट जहाँ हामी खानु बसेको छ त्यहाँको मालिक भाइ हो। मजाले थाकेको छ, भोक पनि लागेको छ। अघि भर्खर 3 बजी खाएर पनि फेरि खानु आँटेको। लैजाब सोलिगिटा खाबो। थुक्पा हुँदैछ, हाम्रो भाइले यहाँ थुक्पा बनाउँदैछ। यहाँ चाहिँ मजाले चप हुँदैछ है, पिठो बनाएर दिने अरे भाइले। यहाँ हाम्रो सेफ हरसिंहबाट हिँडेर कुम्रीकटासम्म आइपुग्दाखेरि टक्क्रकै 1.5 घन्टा लाग्यो र 1.5 घन्टामा धेरै थकाइ लाग्यो। त्यस कारणले यसो रिफ्रेस गर्नुको लागि कुम्रीकटा एउटा सानो एउटा मजाको रेस्टुरेन्टभित्र पसेको छौँ। बनाउँदैछ उ त्यो भाइले त आफै चाख्दैछ। पहिले झोल चाखेर जुठो खिलाउने हो कि क्या हो। यसो बसेर थुक्पा त म खाँदिनँ, जुठो खायो भने यिनीहरूले खान्छ। म त खान्दिनँ, म त मिठाई खान्छु। हाम्रो लागि चाहिँ मिठाईमा सबै मक्खीहरू बसिरहेको थियो। मिठो तालले काटिरहेको छ भनेपछि मिठो थुक्पा खिलाउने
विचारमा रहेछ है भाइको। उहाँ भाइले पनि मजाले हाँसी बनाइरहेको छ भनेपछि आजको थुक्पा चाहिँ एकदम जिब्रोमै झुन्डिने पऱ्यो। मिठो छ। अनि त्यो अघिको झरेको मासु खा त, त्यो झन् मिठो छ होला। त्यो झरेको मासु झन् मिठो छ होला। त्यो कहाँ छ त्यो झरेको मासु? लुकाइस् के हो? कता छ? मिठो खाएर तिमीहरूको थुक्पा चाहिँ कस्तो छ? मजाले काटिरहेको थियो, चाकी बनाइरहेको थियो, मिठो छ। अब हामीले चाहिँ यो खाने। प्लेट चाहिँ धेरै सानो भएछ। यो चाहिँ अब यसरी खाने हो। साह्रो गुलियो, मिठी साह्रै गुलियो हुँदो रहेछ है।